होइन सुगरको लागि म के खान्छु ओट्स खान्छु प्रोपोगन्डा फुड हो ओट्स कुनै देशमा फाल्तु छ तपाईलाई ल्याएर भिडा छ तथ्य हो कि हल्ला ओट्स खत्तम खानेकुरा हो भनेर अलिकति बढाइ चढाइ गरेर भनेको छ यो भिडियोमा 3-4वटा पोइन्टहरू भन्छु जसले यहाँहरूलाई अलिकति प्रष्ट हुनलाई मद्दत गर्नेछ भन्ने मेरो आशा छ। नम्बर 1, ओट्स खाने समुदाय ओट्स खाने व्यक्तिहरूमा चाहिँ कन्सिस्टेन्टली एकदमै राम्रो हेल्थ आउटकम देखिएको छ भनेको जस्तो ब्याड कोलेस्ट्रोल घटाउनको लागि इन्फ्लेमेसन घटाउनको लागि यसले मद्दत गर्ने देखिएको छ। त्यसै गरेर ब्लड प्रेसर र इभन ब्लड सुगर घटाउनको लागि पनि ओट्सले मद्दत गर्छ भनेर देखिएको छ। एउटा दुईटा सानोतिनो स्टडी अथवा सामान्य अब्जर्भेसनल स्टडी होइन कि र्यान्डमाइज कन्ट्रोल ट्रायलको पनि मेटा एनालाइसिसहरू भनेको बृहत्तर ठुलो लार्ज संख्यामा भएको अध्ययनले देखाएको छ कि ओट्सले राम्रो हेल्थ रिजल्ट दिन्छ ओट्स हेल्थी हो भनेर है। नम्बर 2 भनेको चाहिँ ओट्समा लेक्टिन हुन्छ त्यो भएर त्यो लेक्टिनले चाहिँ हार्ट एट्याक गराउन सक्छ अथवा कतिपयले अटोइम्युन डिजिज गराउन सक्छ भनेर भन्नुहुन्छ। एउटा त ओट्स आफैमा लेक्टिनमा त्यस्तो धनी खानेकुरा होइन, गहुँहरू गेडागुडीहरू त्यसमा अलि बढी धनी हुन्छन् भनौँ र उमाल्दा उसिन्दा ओट्समा पाइने लेक्टिन मजाले घट्छ है। सो बजारमा पनि तपाईँले रोड ओट्स किन्नुहुन्छ भने त्यो पनि स्टिम गरेर ल्याइएको हुन्छ होइन, प्लस हामीले घरमा ल्याएर पनि पकाएर खान्छौँ। सो लेक्टिनसँग डराउनु पर्ने छैन है। अर्को भनेको कुनै पनि खानेकुरालाई प्रोपोगन्डा भन्नुभन्दा अथवा यो चाहिँ खतम खानेकुरा हो भन्नुभन्दा अगाडि त्यसको पोषणको प्रोफाइल कस्तो छ भनेर जाँच्नुपर्छ एउटा, र अर्को चाहिँ त्यसले बृहत्तर समुदायमा के कस्तो स्वास्थ्य सम्बन्धी रिजल्ट दिन्छ भनौँ न, त्यसले डिजिजको रिस्कहरू बढाएको देखिएको छ कि अथवा झन् रोगहरू भएका व्यक्तिलाई घटाएको पो देखिएको छ कि त्यो ठुलो खालको डेटा हेर्नुपर्ने हुन्छ कि कुनै फुडलाई चाहिँ यसरी लेबल गर्नुभन्दा। र त्यो हेर्दाखेरि चाहिँ ओट्सले ओभरअलमा फाइदै गर्ने देखिन्छ, बेफाइदा गर्ने चाहिँ देखिँदैन है। मैले उहाँलाई पर्सनली अट्याक गर्नलाई बनाएको भिडियो होइन, मैले उहाँको पुरा भिडियो हेरेको छु। डाक्टर साहबले धेरै राम्रो राम्रो टिप्स दिनुभएको छ। रेसिस्टेन्ट ट्रेनिङ पनि गर्नुपर्छ, कार्डियो पनि गर्नुपर्छ, खाना भनेको सन्तुलित हुनुपर्छ, त्यसरी सबै कुरा भन्नुभएको छ। तर 2-4वटा कुराहरू चाहिँ अलिकति अतिरञ्जित गरेर भनेका छन्। हुन त अब कहिलेकाहीँ बोल्दाखेरि मिस्टेक भएर त्यस्तो पनि हुनसक्छ, त्यो बेनिफिट अफ डाउट म उहाँलाई दिन चाहन्छु। तर ओट्स भनेको ओभरअलमा हेल्थी खानेकुरा हो, तपाईँले ब्यालेन्स मिलाएर खानु पर्यो, जे कुरामा पनि त्यही लागु हुन्छ। सन्तुलित भन्ने कुरा कि सन्तुलन गरेर चाहिँ खानु पर्यो। ओभरअलमा हामीले खान्छौँ भन्यो भने हामीले खाने चामल भन्दा त पौष्टिक घनत्वको हिसाबले त ओट्स राम्रो छ।